हामीले खिचेको ग्रुपमा सबैलाई ल हेर्नु त दिदी बहिनी दाजुभाइ मेरो छोराले केही पनि खाँदैन भनेको यी थालाभरि ल्याएर बसेको यो खानेकुरो हो कि नखाने कुरो होला हेर्नु त कहाँको टिकटक बनाउने हो कि के बनाउने ओ सानीमा भएर खान लागेको सानिया भाउजू आडामा बसेर खान्नलाई थालाभरि ल्याएर बसेछन् सानियाको व्रत छोराको छोराले खाने एकताल बिडालु पिठा आलु आमाहरू त बस्नु भयो नानी त बाबा भित्र हुनुहुन्छ है बाबा आउनु पर्ने बाहिर आउनु होइन ल हेर्नु व्रत भनेर थालाभरि ल्याएर बसे खानु अरूलाई नि खाना दिएनन् मेरो छोराले पनि व्रत बसे त ल हेर्नु त दिदी बहिनी दाजुभाइ दिदी बहिनी दाजुभाइ आयो त यिनी सबैले बसेर मङ्गलबारको दिन व्रत बस्न दिन बाबुले पनि त्यस्तो व्रत बसेर कि नबसेर खाँदैछ हेर्नु त उतापट्टि भाउजू यतापट्टि बाबु यतापट्टि सानिया यता नानी यता बाबा भएर कति मिठो मिठो खाना खान लाने कहिले खान्न भने छोराले खान्ला यता आमाहरू हुनुहुन्छ ए छिमेकी आमा हुनुहुन्छ यता आमाहरू हुनुहुन्छ ल हेर्नु यता गिटा खाँदैछौँ यता गिटा खाँदैछन् है गिटा अनि यो के भन्छ गिटा यो गिटा हो हुन्छ खाएर नि खाना त्यो खाएन खानु हो